किन र धकाल्ने यार खाने भएको त ल फेरि वेलकम टु माई च्यानल गाइज एकछिन ल यहाँ गेट खोल्दैछु अब फेरि आजको न्यू डे न्यू भ्लग अनलक भइसकेको छ म घरबाट निस्कियो छाता लिएर पानी पर्ला जस्तो भइरहेछ त्यही भएर छाता लिएर सेफ्टीको लागि जानु पर्यो अब आज फेरि घरमा मोमो खाने प्लान बन्यो त्यही भएर म किमा लिन हिँड्दैछु ल म यहाँ किमा लिन आइपुगेँ दोकानमा यो मासु पसल हो यहाँ बनाइदिनु अब यो उकालो चढ्दैछु यस्तो उकालो छ किमा लिएर आइसकेँ पानी पर्छ कि भनेको परेन तर मौसम चाहिँ यस्तो भइरहेछ किमा मास्क लगाएर खाने अहिले अनि मोमो मसला धनियाँ पानी चाहिँ परेन यो पछाडि फोहोर रहेछ ललितपुर हरिसिद्धि हाम्रो के अरे चिरीबहादुर महर्जनज्यू हुनुहुन्छ यहाँको मेयर त्यो फोहोर व्यवस्थित गरिदिनु पर्यो हो स्यासै भयो उकालो चढेर आएको त घर आइयो खोइ खोइ मेरो भ्लगमा आयो भन्ने होइन आएँ म घर आएको उयो अँध्यारो भयो त एक्कासी ए यहाँ टच गरेर फेरि थकाइ लाग्यो अब सबै ल्याएछु मेन मैदा ल्याउनै बिर्सेछु मैदा बिना कसरी खाइदिनु मोमो उफ फेरि हिँडेँ यो बाटो कस्तो ओह्रालो जानु पर्यो फेरि उकालो आउनु गाह्रो छ गाह्रो थकाइ लाग्यो डबल काम भयो खासमा मैले बिर्सेको चाहिँ होइन यहाँ यो घर अगाडिको पसलबाट लिने मासुको आइटमहरू त्यो मात्रै तलबाट लिने घर नजिकको पसलबाट लिगौँला भनेर नलिकन आएको यहाँ पसलै बन्द रहेछ नि पसल बन्द हुनाले दुःख पाइयो फाइनली मैदा पनि आयो अब अरू भिडियो मोमो मेकिङ बनाएको खाएको चाहिँ सुट गरौँला पसल बन्द हुनाले दुःख पाइयो ल्यायो किन यस्तो अँध्यारो बनाइदियो ए साँच्चै मैले चस्मा लाग्यो बिर्सेको म त किन अँध्यारो बनाएर आएको छु यहाँ हो लास्टै थकाइदियो नि त डबल झन् बन्द त हुन् यस्तो दिउँसोमा त बन्द गर्छन् ओके छ त ल अब हामी मोमो बनाउने तयारीतर्फ लाग्छौँ मेरो बुढीले मासु काटे चाहिँ छ्याप्प के हानेको रहेछ के हो त्यस्तो हानेको ए ब्रोइलरको सुप बनाउनलाई पो हो आज मेरो बुढीको हातको मोमो खाने हो तर सहयोग त मैले नै गर्छु नगर्ने होइन तर सब मरमसला नुन तेल सब के चाहिन्छ त सबै चाहिँ बुढीले गर्ने हो मैले यसो कटिङ सटिङ गर्नुपर्ने यताउति सहयोग म गर्छु है अब चाहिँ यस्तो त्यहाँ कटिङ गरेको भिडियो नि आउँछ कटिङ गरेको भिडियो देखाउँला भनेको यहाँ पहिल्यै काटेर राखिसकेको रहेछ प्याज धनियाँ हड्डी सुपको लागि यहाँ किमा छ अब अरू के बाँकी रह्यो त
ए चटनी म बनाउँछु चटनी स्पेसलिस्ट चटनी मेकर मोमो मेकर उता हुनुहुन्छ कतिजना उहाँ हुनुहुन्छ चटनी मेकर चाहिँ म हो भयो के भयो म्यारिनेसन सबै सकियो अब हामी मोमो मेकिङतर्फ लागेर छौँ यी डोबाट यस्तरी डल्लो डल्लो बनिसक्यो त्यहाँ हाम्रो किमा एउटा यहाँ बनाइसक्नुभयो तर मैले अघि यो भिडियो सुट गर्न भ्याएन अब यहाँ श्रीमतीजीले बनाउँदै हुनुहुन्छ कसरी हेर्नुहोस् है सिक्नुहोस् तपाईँहरूले पनि ल अब मोमो दोकान खोलिदिने भयो मोमो सँगसँगै दिउँसोको 1 कप चिया मिठो छ बुढले बनाएको सबै आज त फुल क्रेडिट गोज टु माई वाइफ हेलो अनि बुढाको यस्तो भिडियोमा फिचर हुन पाउँदा कस्तो अनुभव भइरहेको त एकदम के भन्नु बाबा त्यही भन्नु हामीले 1 लट मोमो यहाँ किमा हालिसक्यौँ अब भाँडामा हाल्न गइरहेछौँ मस्त तेल लाउनुहोस् त्यही मस्तले माझे जस्तो गरेर ल हाम्रो मोमो बनाउने भाँडा हेरेर नहाँस्नु होला यसमा बनाउँछौँ हामीले मोमोको स्टिम गर्ने यो भाँडा हो यसमा पानी तताउँछौँ स्टिमरै हो यसको कामै स्टिम गर्ने हो किन भिडियो त रोक्ने त न भिडियो चलिरहेछ हाम्रो सुपको लागि chopped onion, carrot and some hotties from boiler अब यो उम्लिँदै जान्छ त्यसपछि माथि जान्छ अदुवा लसुनको पेस्ट क्या यहाँ हेरेर कति हाल्ने भन्नु पानी पानी छ क्या धेरै यसमा दामी हुन्छ कि भइहाल्यो आधा होइन कि त्यो पानी पानी थियो क्या माथिपट्टि जो पानी पानी हुन्छ छोक्रा तल जान्छ अदुवा लसुनको पेस्टमा भन्ने थाहा होइन हुन्छ पानी थप्दै बनाउँदै गर्ने हो छिचिलो गएर भिडियो लामो भइसक्यो कि त्यत्रो नुन बिगारिदियो तिमीले मोमोज भन्छ होइन मोमोज होइन राघव जुयालले पनि भनिसकेको छ मोमोको प्लुरल मोमो नै हुन्छ मोमोज हुँदैन त्यही भएर यो डिबेटमा म पनि भाग लिन चाहन्छु नट मोमोज इट्स मोमो MOMO मोमो
ल अन भइसक्यो अब हामी है कहाँ गयो त प्लग फेरि अन भएर त्यो पहिल्यै हो र पहिला हल्का उस हुन दिने होइन र के पानी उम्लिन दिने होइन र होइन र ए उम्लिँदै गर्छ के ठिकै छ सेफले भनेपछि म नाइ भन्दिनँ ओके छ त्यही त पहिला त अलिक मजाले उम्लिन दिनु पऱ्यो नि त ल ल टन्न मोमो खाएर मात्रै भएन पचाउन पनि पऱ्यो त्यही भएर अब यसो घुम्न निस्केछौँ हामी इभिनिङ वक यहाँ एउटा जायन्ट फुल छ यता हो हामी घुम्न निस्केको म बाटोमा हिँड्दै जाँदा अरू अपडेट गर्दै जाउँला ल अब फेरि हामी आइसक्यौँ यो के ठाउँ भन्छ पनि तर यहाँ चाहिँ पुरै फर्निचर छ हुनलाई ललितपुर हरिसिद्धि नै हो लगभग कति 1-2 किलोमिटर त हिँड्ने होला 1 किलोमिटर चाहिँ मिनिमम पनि हिँड्यो आजलाई अब एकछिनमा भ्लग पनि एन्ड गर्छु कुन डेटमा अब यो आज बेलुका अपलोड गर्छु आज बेलुका हाम्रो दिनभरि गरेको काम त के भने फाल्तुगिरी पकाउने खाएको कुरा पचाउने बडाङबुङ गऱ्यो मौसम फेरि यस्तो भइसक्यो यहाँ पानी पर्ला जस्तो छ फेरि बाटोमा हिँड्दा केरा पनि भेटियो अब केरा बेच्ने मान्छे भेटियो नि त अनि केरा लिएको हो कहिले त देखाम के केरा अरे मालभोग हो न मालभोग केरा फ्रेस साइकलमा बेच्नु लिएर आएको थियो अब आज बेलुका खाना त त्यस्तै हो एक केरा अनि सुप छ अलिअलि चिकन सुप मोमोको देखाइन्छ अनि स्टे ट्युन भन अब के भन्दै थियो अरे के कुरामा डिस्कसन गर्दै थियो मसँग क्यामेराको अगाडि बोल्दा ऊ त्यहाँ टिकटक बनिरहेको छ टिकटक बहिनीलाई के भयो हाँसिन् बहिनीले आज बिहान खाली पेटको औषधि खान बिर्सिथिन अरे क्यामेरा देखेको त खिस्सा हाँसिन् अघि घरबाट निस्किँदा हातमा केही थिएन अब हातमा दही आयो केरा आयो लस्सी खाइदिनु यो किन हो र कोट्टै गरेको भन के हो रे ल के हो यो ए लाइट पनि बल्यो यो क्याफे यस्तो किरकिर आउँछ एन्ड्रोइडमा भ्लगर बन्दा पनि दुःखै छ त्यही भएर छिटो मेरो सब्सक्राइबर्सहरू पुऱ्याइदिनुहोस् भ्युजहरू पुऱ्याइदिनुहोस् त्यसपछि म युट्युबकै अर्निङबाट आइफोन किनेर हजुरहरूलाई अझ राम्रो एक्सपिरियन्स दिनेछु भन्न त पाइयो के अरे कमसेकम टिकटकमा जस्तो गरेर डबल ट्याप गर्नुहोस् गिफ्ट हान्नुहोस् त भने छैन मैले यहाँ फार्मिङ भइरहेछ भन्नु त हजुरलाई के आज आपत्ति परेछ अघिबाट कोट्टै बोलाइ ए ल यहाँ फार्मिङ भइरहेछ है उहाँले भन्नुभएको 2 चोटिसम्म हात समातेर तानेर बल्ल देखाइदिएको हो अब आजको दिन पनि सकियो साँझ परिसक्यो आजको भ्लग पनि अब हाम्रो यो कदम जति घरतर्फ लाग्दैछ त्यति नै हामी भ्लगको एन्डिङतर्फ पनि लाग्दैछौँ के चिज यही हो अस्ति हामीले टिपेको सिस्नो भ्लग हामीले यहीँ बनाएको घुम्दै सिस्नो भ्लगतिर आइसक्यो सिस्नोको भ्लग बनाएको ठाउँमा आइपुग्यो भनेको क्या पाती पनि छ सिस्नो र पाती एकै ठाउँमा जहिले नै फुल्छ यो होइन उतापट्टिको के त भिरमा भएको होला ए पनि छ दिजुले भन्नुभएको थियो यो चाहिँ मान्छे खै भयो देखि म त ठिकै छ मलाई नै हेर्नुहोस् तपाईँहरू ए हात गल्दो रहेछ है मोबाइल यस्तै ठडाएर हिँड्दाखेरि त्यसै आइफोन किन्न पाउनुहुन्छ
सजिलो पो हो छैन गाह्रो छ दुःख छ एकछिन गर्ने दिदी प्लिज तिमी स्लिम हुनुको राज यहीँ एक्सर्साइज गरेर होइन तिमी खासमा यहाँ एक्सर्साइज गर्ने ठाउँमा आइसक्यौँ हामी बनमाराले यहाँ बनाइ खाइसक्यो यहाँको वडा अध्यक्षले केही देख्नु भएन अनि नगरपालिकाले नि केही देख्नु भएर हुन्छ बनमाराले बन खाइसक्यो अनि यो एक्सर्साइजको यहाँ यसरी भाँचेर उता गइसक्यो त्यसको ठाउँ यहाँ थियो जस्तो लाग्यो खाली ठाउँ यहीँ छ तर यसमा म ध्यान आकर्षण गराउन चाहन्छु यो के ठाउँ भन्छ पनि हरिसिद्धि नै हो हुनलाई धोपा मारेदेखि अलिकति तलपट्टि यो फार्मिङ गर्ने ठाउँनिरको पार्कमा यहाँको वडा अध्यक्ष जो कोही पनि हुनुहुन्छ उहाँहरूलाई म ध्यान आकर्षण गराउन चाहन्छु सम्पर्कमा आउनु होला छिटोभन्दा छिटो कमेन्ट गर्नु होला लोकेसन सोध्नु होला म आफै नै स्वयं नै पुऱ्याइदिन्छु नभए मलाई मेल पनि गर्न सक्ने तरिका थाहा छैन भने यहाँ हेर्न सक्नुहुन्छ सही तरिकाले एक्सर्साइज गर्ने अझै ठुलो एक्सर्साइज गर्ने बालकहरू यहाँ हुनुहुन्छ ओ ल दामी अझै स्पिड एक्सर्साइज गर्ने यस्तो हो क्या एक्सर्साइज भनेको हेर्न सक्नुहुन्छ दामी गरे हो तिमीहरूले एक्सर्साइज हरिब गरे हो बाबु तिमीहरूले युट्युब चलाउँछौ मैले भ्लग हाल नि तिमीहरूको तिमीहरूले घर गएर सब्सक्राइब गर्छौ ल तिमीहरू पनि आएको है यहाँ आऊ न भिडियोमा ल हेलो गाइस यो च्यानल सब्सक्राइब गर्नुहोस् भन न यो च्यानलको नाम के हो थाहा रियल हाक्कु हान्ने है घर गएर रियल हाक्कु भनेर सर्च गर है स्पेलिङ थाहा कि नै REAL रियल माइकमा गएर सर्च गर अनि रियल हाक्कु भनेर सर्च गर अनि यसमा तिमीहरू पनि आउँछौ तिमीहरूको नाम के हो निरज अनि यसको नाम पुड्के यसको नाम सारिका यसको नाम रबिन हो तिम्रो नाम के हो नि मोन्जिल अनि तिम्रो के हो पासाङ ल सबैले यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भन त रियल हाक्कुलाई भन न छिटो भन क्या यो भिडियोमा तिमीहरू पनि आउँछौ क्या अब रियल हाक्कु च्यानललाई सब्सक्राइब गर्नु होला भन न अब तिमी पनि अहिले भोलि आउँछ है यो भिडियो भोलि हेर त सर्च गरेर सब्सक्राइब गरेर राख ल भोलि भिडियो हाल्छु ल म गएको बाई गुड नाइट घर जाऊ है फेरि च्यानल चाहिँ सब्सक्राइब गर्नुपर्छ है ल कुन्टु मन्जिल हो नि तिम्रो नाम तिमी बच्चा हो नि त त्यही भएर ल यसलाई मालुङ केरा भन्छ मलाई पनि ल च्यानल सब्सक्राइब गर है भोलि ट्याक्कै भिडियो आउँछ तिमीहरूको सबको यस्तो यस्तो गरेर हात हल्लाएको भन्नु है ल उज्यालो हुँदाखेरि घरबाट हिँड्नु थियो अब अँध्यारो पनि हुँदै हुँदै गएको छ अब भ्लग पनि एन्ड गर्ने बेला भयो मैले भर्खरै 4वटा सब्सक्राइबर्स कमाइसकेँ उनीहरूलाई थाहा रहेनछ मैले रियल हाक्कु मेरो रियल युट्युब च्यानलको नेम पनि भने टाइप गर्न नआए पनि भोइस पठाएर हामी सर्च गरेर सब्सक्राइब गर्छौँ भने अनि त्यो सब्सक्राइब गरे बापत घुस खाइसकेँ मैले केरा 1 घन्टा अब भने हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ तबसम्मको लागि गुड बाई सी यु अन नेक्स्ट भिडियो